साथीहरु स्वागत छ हजुरहरुलाई आजको मेरो यो नयाँ भ्लगमा। आज हामी यो भिडियोमा भम्केश्वर धाम जाने छौं। सिसैयामा अवस्थित यो भम्केश्वर धाम शिवजीको मन्दिर हो। साथीहरु हामी भम्केश्वर मन्दिरमा महेन्द्र हाइवेबाट पनि जान सक्छौं, दंगाबाट भित्र जानुपर्छ। त्यस्तै अस्ति हामीले पोलखरीको भ्लग बनाएका थियौं। यो पोलखरी जाने बाटो पछाडी महेन्द्र हाइवेबाट माथि जाँदा पोलखरी आइन्छ र यहाँबाट यो बाटो छ भम्केश्वर धाम जानको लागि। पछाडी एउटा बोर्ड टाँसिएको छ जहाँ भम्केश्वर धामको बारेमा केही सूचनाहरू लेखिएको छ र यो बाटो हुँदै हामी आज भम्का जानेछौँ। साथीहरु आज मसँग दाइ पनि छन्, हाम्रो यहाँ पोलखरीका दाइ हुन् जगदीश दाइ। उनी पनि आज भ्लगमा आउँछु भन्दैछन्। हामी आज यो बाटो हुँदै भम्का जानेछौँ। यो बोर्ड छ, त्यो बोर्डमा म लेखेको हजुरलाई देखाउने छु, हेर्नु होला। साथीहरु यो भम्केश्वर धामको बारेमा केही लेखिएको छ। कञ्चनपुर जिल्लाको प्रमुख धार्मिक एवं पर्यटकीय क्षेत्र श्री भम्केश्वर सिद्ध महादेव मन्दिरमा यहाँलाई हार्दिक स्वागत छ। यहाँ 108वटा धारा रहेका छन्, हजुर त्यहाँ हेर्नु होला। ब्लगर ल 3 साथीहरु देखिए नयाँ। साथीहरु यो भम्का जाने बाटो त्यहाँ पोलखरी जाने बाटोबाट माथि आउँदा यहाँ भम्का जान सकिन्छ। मैले अगाडि भने महेन्द्र हाइवेबाट पनि भम्का जान सकिन्छ, त्यो सिसैयामा छ। पोलखरीबाट पनि सर्टकट छ यो भम्का जानको लागि, हेर्नु होला। जगदीश दाइ के भन्न चाहनुहुन्छ? यो हाम्रो भम्केश्वर धाम भनेको हाम्रो पर्यटन स्थल नै हो। यहाँ पूजा इतनी तो कम से कम तुमसे मिलने से पहले न निकले ये दम। सांस देना प्रभु इतनी तो कम से कम, सांस देना प्रभु इतनी तो कम से कम, तुमसे मिलने से पहले न निकले ये दम। जो चलाता है ये सारे संसार को, मैं भी कर लूं जरा उसका दीदार तो। जो चलाता है ये सारे संसार को, मैं भी कर लूं जरा उसका दीदार तो। क्या पता साथीहरु हामी भम्केश्वर धाम पुगिसक्यौं। त्यो बाटोबाट हिँड्दै आउँदा यहाँ भम्केश्वर धाम हामी पुगिसक्यौं। यो पछाडि मन्दिर देखिँदैछ त्यो भम्केश्वर धामको। अब यो भित्र गएर हामी हजुरलाई डिटेलमा भम्केश्वर धामको परिचय गराउनेछौँ र यहाँको प्राकृतिक सौन्दर्य देखाउनेछौँ। काज सवारा हे जगवंदन केसरी नंदन, हे जगवंदन केसरी नंदन, कष्ट हरो है कृपा निधान, कष्ट हरो है कृपा निधान, मंगल मूर्ति राम दुलारे। साथीहरु यो हाम्रो भम्केश्वर धाम, यहाँ पछाडि शिवजीको मन्दिर रहेको छ। त्यसपछि यहाँ पनि यो शिवजीको पञ्चदेवको मन्दिर रहेको छ। आजभोलि यहाँ पुनागिरी माताको पनि मन्दिर छ। पुनागिरी माताको मन्दिरको स्थापना गरिएको छ।
ने काज सवारा हे जगवंदन केसरी नंदन हे जगवंदन केसरी नंदन कष्ट हरो हे कृपा निधान कष्ट हरो हे कृपा निधान मंगल मूर्ति राम दुलारे आन पड़ा है तेरे द्वारे हे बजरंग बली हनुमान। साथीहरू यो हो भम्केश्वर धाममा रहेका 108वटा धाराहरूको दृश्य। यदि हजुर रातिको समयमा आउनुहुन्छ भने यहाँ बल्बको पनि व्यवस्था छ कुण्डमा नुहाउनुको निम्ति सजिलो होस् भनेर। अत्यन्तै प्राकृतिक सौन्दर्यले भरिपूर्ण हाम्रो भम्केश्वर धाममा यस्ता विशेषताहरू रहेका थिए। भम्केश्वर धाम न केवल प्राकृतिक विषयवस्तु समेटिएको धाम हो, यससँग विभिन्न सांस्कृतिक विषयवस्तु पनि जोडिएका छन्। यससँग हाम्रो धर्म जोडिएको छ, यससँग हाम्रो आस्था जोडिएको छ र हामीले यस्ता स्थलहरूलाई जोगाउनुपर्छ, संरक्षण गर्नुपर्छ र यहाँका स्थानीय बासिन्दाहरूले यस धामको अत्यन्तै राम्रो तरिकाले संरक्षण गरेका छन्, जसको कारणले नै प्रत्येक पर्यटकहरूलाई सहज भएको छ। लौ त साथीहरू, यो नै थियो भम्केश्वर धाम। आज यो भिडियोको अन्त्य हुन्छ र फेरि हामी यस्तै भिडियो लिएर हजुरसम्म आउनेछौँ। भिडियो कस्तो लाग्यो कमेन्ट गर्नुहोला, हाम्रो च्यानललाई सब्सक्राइब गर्नुहोला, फलो गर्नुहोला, त्यस्तै राम्रो राम्रो कमेन्ट गर्नुहोला। हस्त, धन्यवाद।